आज चाहिँ हामी आरसिसी फिफ्थ सेमको 2081 मा सोधेको क्वेसन नम्बर 2 को बी सोल्युसन गर्दैछौँ। हाम्रो चाहिँ क्वेसन नम्बर यता रहेको छ, सार्सकेको छ अगाडि हामीले। एन आरसिसी बिम 200 mm into 415 mm इज ओभरअल लिफ्ट अफ बिम इज रेनफोर्स विथ 3 बार इन 16 mm को बार अफ एफी 415 स्टिल चाहिँ युज गरेको छ। फाइन्ड अल्टिमेट युनिफर्मली डिस्ट्रिब्युटेड लोड विच द बिम क्यान क्यारी ओभर स्पान अफ 5 मिटर। क्यारी हाम्रो ओभर स्पान चाहिँ 5 मिटर। टेक M20 कङ्क्रिट चाहिँ युज गरेको छ होइन। सोलुसन, अब सोलुसन बसेको छ। गिभन हाम्रो बी इन्टु डी इज इक्वल टु कति छ, 200 into 415 mm मा छ, 400 mm मा छ। त्यसपछि हामीले एसटी निकाल्नु पऱ्यो। एसटी इज इक्वल टु हाम्रो चाहिँ 3 बार इन 16 mm को लिएको छ नि त। अब हाम्रो एसटी 3 बार इन हाम्रो 16 mm को छ। यो भने चाहिँ हाम्रो 3 into पाई हाई स्क्वायर बार 4। यो चाहिँ 3 into पाई into हाम्रो 16 mm को बार छ, 16 को स्क्वायर डिभाइडेड 4। यो चाहिँ हाम्रो क्यालकुलेसन हान्दाखेरि 3 into पाई into 16 स्क्वायर डिभाइडेड 4। यो आउँछ 603.18 mm स्क्वायरमा आउँछ। डेप्थ अफ न्युट्रल एक्सिस एक्सयू हाम्रो एफसीके इक्वल टु हाम्रो एफसीके हाम्रो कति छ भनेपछि M20 को युज गरेको छ, 20 छ। त्यसपछि हाम्रो त्यसपछि एफसीके चाहिँ यति छ भनेपछि एफआई चाहिँ हाम्रो 415 छ। एफई 415 को स्टिल चाहिँ युज गरेको छ हामीले। एक्सयू र डी इक्वल टु 0.87 एफआई एएसटी डिभाइडेड 0.36 एफसीके बिडी। यो चाहिँ एएनएनएक्स जीबाट लिनुपर्ने हुन्छ। यो चाहिँ कोड हाम्रो 2456 मा छ। एक्सयू डिभाइडेड डी इक्वल टु 0.87 एफआई भनेको छ 415। एएसटी हाम्रो निकाल्छ माथि 603.18 डिभाइडेड 0.36 इन्टु एफआई भनेको 20 छ। बी चाहिँ हाम्रो 200 र डी भनेको चाहिँ इन्टु 415। एक्सयू डिभाइडेड डी इक्वल टु क्यालकुलेसन गर्दाखेरि हाम्रो 0.378 मिटर आउँछ। त्यसपछि चाहिँ हामीले फर एफई 415 ग्रेड अफ स्टिल एक्सयू मैक्स बाई डी इक्वल टु 0.48। हामीले चाहिँ एफई 415 ग्रेड स्टिल लिया हुनाले यसमा एक्सयू म्याक्स डी इक्वल टु हाम्रो 0.48। यो चाहिँ कोडमै छ, राम्रोसँग हेर्नु होला कोड। एक्सयू डी एक्सयू म्याक्स एक्सयू डिभाइडेड डी भन्दा एक्सयू म्याक्स डी चाहिँ ठुलो भएकाले यो चाहिँ द बिम इन अन्डर रेनफोर्समेन्ट
अन्डर रेनफोर्स्ड हुन्छ। अब मोमेन्ट अफ रेसिस्टेन्स निकाल्नु पर्यो। अब EM इज इक्वल टू हाम्रो 0.87 FAST D 1 minus ST FCK BD, यो पनि हाम्रो XG को B समथिङ B हो कि NXG मा हेर्नु होला, त्यही छ। 0.87 into 415 into 3.19, यो चाहिँ हो FCK को चाहिँ अगाडि FCK को 415 चाहिँ AST चाहिँ हाम्रो 603.19, D भनेको चाहिँ D भने चाहिँ 400 छ। यता निकाल्दाखेरि हैन, D चाहिँ हाम्रो 400 छ, यता मिस्टेक भएर छ। यहाँ चाहिँ हाम्रो ओभरअल डेप्थ भनेको छ हैन। ओभरअल डेप्थ भन्छ हाम्रो कभर स्पान चाहिँ हामीले 15 mm हुन्छ। कभर स्पानलाई चाहिँ घटाउनु पर्ने हुन्छ, यो चाहिँ क्यापिटल D हो। यहाँनिर चाहिँ हामीले यस्तो D इक्वल टु D माइनस D गरेर 750 माइनस 50 411 हुन्छ। यो भनेको इफेक्टिभ कभर हो। यहाँनिर चाहिँ मिस्टेक भएर छ हल्का, त्यो पनि हेर्नु होला। 0.87 into 415 यो छ, ठिक छ। त्यसपछि 1 minus AST भनेको 0.3518 FN 415 छ इन्टु FCK भनेको 20, B भनेको 200 अनि 402 छ। यसलाई चाहिँ क्याल्कुलेसन गर्दाखेरि चाहिँ हाम्रो 73.48 किलोन्युटन पर मिटर आउँछ। अब सेकेन्डमा चाहिँ हामीले अल्टिमेट लोड गर्नुहुन्छ। MR इक्वल टु A स्क्वायर बार 8 70483 इजु W, L भनेको 6 को स्क्वायर 8। यो चाहिँ हामीले क्याल्कुलेसन गर्दाखेरि W इक्वल टु 16.32 किलोन्युटन पर मिटर। यो चाहिँ ANEXG, यो चाहिँ सोलुसन भयो। अर्को सोलुसनमा अर्को भिडियोमा हामी हाल्छौँ। थ्याङ्क यू।